पोखरा भन्ने बित्तिकै सबैको मनमा सुरुमा आउने चित्र हो फेवाताल। अनि पोखरा आएर डुङ्गा सहेरको अनुभव यदि कसैले लिँदैन भने मान्नुहोस् उसले पोखरा नै देखेन। त्यसैले आज खुलेको हिमाल र सफा पारिलो दिनलाई छोपेर म निस्केको थिएँ डुङ्गा सहेरको आनन्द लिन। डुङ्गामा पाइला राखेपछि जब डुङ्गा बिस्तारै अघि बढ्छ एकैछिन भए पनि जीवनका सबै भागदौडहरू पछि छाडिन्छन्। समयको सुई एकैछिन ढिलो गतिमा चले जस्तो अनि सुन्दर शान्त प्रकृतिको काखमा आफै विलीन भए जस्तो। हिमाल, ताल र रानीवनको सम्मिश्रणको सुन्दरतालाई यति नजिकबाट महसुस गर्दा यस्तो लाग्दै थियो कि मानव संसारकै सबैभन्दा सुन्दर दृश्य यही नै हो। किनभने त्यहाँ प्रकृतिको सुन्दरपना मात्र थिएन, आफ्नोपनको सुन्दरता पनि थियो। तालमा टिलपिल टिलपिल प्रतिबिम्बित हुने घामका किरणहरू अनि पर्यटक बोकेर ओहोरदोहोर गर्ने रङ्गीचङ्गी डुङ्गाहरूले तालको सुन्दरतालाई थप जीवन्त बनाएको थियो। मन्द बतासको स्पर्शमा तालको पानी यसरी छल्किँदै थियो मानव उसले हामीलाई कुनै नृत्य देखाइरहेको छ। अनि तालको किनार किनार अघि बढ्दै गर्दा झरेका रुखका पातहरू मानव गीत प्रकृतिले आफ्नै तरिकाले स्वागत गरिरहेको छ। वास्तवमै एक्लै एकान्त प्रकृतिमा डुब्नु आनन्द प्राप्ति मात्र होइन, जीवनलाई हेर्ने दृष्टिकोणको एउटा सटिक कोणमा पुग्नु पनि हो। तर हामी सबै भौतिक जीवनको दौडधुपमा अस्तव्यस्त छौँ। समय नै कहाँ छ र हामीसँग। तर कुनै बेला समय निकालेर पुग्नुहोस् प्राकृतिक छटाहरूसम्म, तब महसुस हुनेछ तपाईँको दौडको जिन्दगीमा किन आनन्द छैन। आनन्द त त्यहाँ छ जहाँ जिन्दगीको कुनै दौड नै छैन, जहाँ सबै कुरा शान्त छ, एकान्त छ, जहाँ बग्छ जीवन तालको पानी जस्तै मन्द भएर।